हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज पनि फेरि हामी हाइकिङ जान लागेको शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने विष्णुधर मन्दिरमा। हामी चाहिँ रेडी भएर हिँडिसके घर। अनि हामी चाहिँ दुम्बरायु हुँदै हामी चाहिँ बुढा नीलकण्ठतिर निस्किएर हामी चाहिँ बुढा नीलकण्ठबाट जाँदैछौँ। अहिले आज दिन पनि एकदम घाम लागेको छ, राम्रो भइरहेछ आजको दिन। हामी चाहिँ जाँदैछौँ गाइस। अनि फाइनली हामी चाहिँ टिकट काट्ने ठाउँ पुगे। अनि आजको मौसम चाहिँ एकदम क्लियर छ, त्यही भएर मैले यसो भिडियो लिइहालेको। हामी चाहिँ यहाँबाट अब हाइकिङ सुरु गर्नुपर्छ। ल है साथीहरू, अब चाहिँ हामी यहाँबाट हाइक सुरु गर्नुपर्ने हुन्छ। हामी चाहिँ बाइक र स्कुटीमा टिकट काट्ने ठाउँमा राखेर हामी चाहिँ आफ्नो गन्तव्यतिर लागे। आजको मौसम एकदम राम्रो पनि छ, त्यही भएर हामी चाहिँ अब आफ्नो गन्तव्यतिर लागे साथीहरू। ल है साथीहरू, हामी चाहिँ आधी बाटो आइपुगे। अनि यहाँबाट चाहिँ अलि बाटो उकालो रहेछ, त्यही भएर हामी चाहिँ उकालो बाटो जाँदैछु गफ गर्दै जाँदैछु साथीहरू। फाइनली साथीहरू, त्यसपछि हामी चाहिँ खाजा खान बसे। हामीलाई चाहिँ उकालो चढेर भोक लाग्यो जस्तो भयो, त्यही भएर हामी चाहिँ खाजा लगेर गएको थियो। त्यही भएर हामी चाहिँ खाजा खान थाले साथीहरू। अनि हामीले चाहिँ खाजा सुरु गरे साथीहरू। मासु लगर भने देखाउँदैछ मेरो भान्जीले, एउटा भाइले अन्डा देखाउँदैछ, अनि मेरो बाबु पनि खाँदैछन्, अनि म पनि खाँदैछु साथीहरू। है साथीहरू, अब चाहिँ हामी खाजा खाएर ओह्रालोतिर लागे। अघि चाहिँ एनर्जी सबै लस भएको थियो, अहिले चाहिँ एनर्जी खाजा खाएर एनर्जी बढेर हामी चाहिँ फेरि हिँड्न थाले साथीहरू। है फाइनली हामी चाहिँ विष्णुधर मन्दिर आइपुगे। विष्णुधर मन्दिर चाहिँ यस्तो रहेछ गाइस। अनि हामी चाहिँ मन्दिरको दर्शन गरेर अब उकालो लागे झर्नातिर साथीहरू। हामीले चाहिँ बाटोमा अर्को बहिनीहरू पनि भेटाए। फाइनली साथीहरू, हामी चाहिँ झर्ना आइपुगे। अनि झर्ना चाहिँ यस्तो रहेछ। अनि हामी चाहिँ झर्ना पुगेपछि अब फोटो खिच्ने साथीहरू। ल है साथीहरू, अब चाहिँ हामी घर फर्किन लागेको। हामी चाहिँ फोटो भिडियोहरू खिचेर हामी चाहिँ अब घर फर्किन लागेको। आजको लागि यति नै गाइस। वेटिङ फर माई नेक्स्ट ब्लग। थ्याङ्क यू एभ्रिवान, बाई बाई।